यसकारणले गर्दाखेरि चाहिँ बाइबलले भन्दछ उहाँसँग माग्नेलाई उहाँले रित्तो हात फर्काउनुहुन्न प्रियहरू। यसकारणले गर्दा हामीले दिनहुँ परमेश्वरसँग प्रार्थनामा माग्न आवश्यक छ, दिनहुँ परमेश्वरसँग प्रार्थनामा रहनु आवश्यक छ। अनि परमेश्वरले तपाईँ र हाम्रो प्रार्थनाको प्रत्युत्तर दिनुहुन्छ। हालेलुया। किनभने तपाईँको जीवनमा परमेश्वरको ठुलो योजना रहेको छ, किनभने परमेश्वरलाई महिमा होस्। प्रियहरू, यहाँनिर चाहिँ यिर्मयाको पुस्तकमा यसो लेखिएको छ, तैँले मलाई पुकारिस् भने म तँलाई जवाब दिनेछु, अनि जवाब मात्रै होइन तर तैँले नजानेका गहिरा र गुप्तका रहस्यका कुराहरू म तँलाई देखाउनेछु। जय मसीह। सम्पूर्ण मित्रहरूलाई म अरविन्द मगर तपाईँहरूको बिचमा फेरि पनि उपस्थिति हुने मौका पाएको छु। मलाई लाग्छ यहाँहरू सबैजना आराममा हुनुहुन्छ। र प्रियहरू, विशेष गरिकन आज तपाईँहरूको बिचमा फेरि एउटा वचन लिएर आएको छु। परमेश्वरको वचनले पक्कै पनि म विश्वास गर्छु तपाईँको जीवनमा आशिष मिल्नेछ। हालेलुया। परमेश्वरको वचन चाहिँ हामी विश्वासी परिवारको लागि इम्पोर्टेन्ट हो। अनि आजको वचन हामी हेर्नेछौँ। तपाईँको समस्या परमेश्वरको समस्या हो है। इभन हामी संसारमा भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो जीवनमा विभिन्न प्रकारका समस्याहरू अलरेडी हुन्छ होइन। समस्यामा नलड्ने कुनै पनि संसारका मानिस छैन। सबै मानिसमा एउटा न एउटा समस्या छ, जुन समस्याले तपाईँलाई बारम्बार लडाइराखेको छ, जुन समस्या र परिस्थितिले तपाईँलाई यहाँसम्म कि यो संसारमा म थाकेँ, अब मलाई साँच्चै नै मेरो बाटोहरू बन्द भएको छ भन्ने एक प्रकारको तपाईँलाई हृदयमा डर लागिराखेको छ भनेदेखिलाई साँच्चै नै यो आजको वचनले चाहिँ तपाईँभित्र लागेको डरले चाहिँ तपाईँलाई अझै समस्यासँग लड्नुपर्छ भन्ने अझै साहस दिनेछ। किनभने परमप्रभु भला हुनुहुन्छ, परमप्रभु कृपालु परमेश्वर हुनुहुन्छ, अनि परमेश्वर तपाईँको पक्षमा हुनुहुन्छ। परमेश्वरलाई महिमा होस्। मेरो प्रियहरू, विशेष गरिकन आज हामी हेर्छौँ यिर्मयाको पुस्तक 33 अध्यायको 3मा परमप्रभुले भन्नुहुन्छ, मलाई पुकार र म तँलाई जवाब दिनेछु। अर्थात् मलाई पुकार र म तँलाई जवाब दिनेछु र तैँले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु। मेरो प्रियहरू, यो वचनले के भन्न खोज्दैछ भन्दाखेरि चाहिँ संसारमा हामी छौँ, अनि यो संसारमा एक प्रकारले भन्नुपर्दा परमेश्वरले तपाईँको जीवनलाई यस संसारमा अद्भुत रीतिले, अचम्म रीतिले उहाँले तपाईँलाई चलाउन चाहनुहुन्छ। उहाँले तपाईँलाई त्यो मार्ग देखाउन चाहनुहुन्छ। यहाँसम्म कि प्रियहरू, तपाईँले नजानेको, मैले नजानेको गहिरो अनि गुप्तमा लुकेका कुरा, रहस्यका कुराहरू पनि परमप्रभुले तपाईँलाई बताइदिनुहुन्छ। तपाईँहरूलाई लाग्छ यो संसारमा हामी विभिन्न जिम्मेवार बोकेका व्यक्तिहरू छौँ, विभिन्न परिस्थितिले थिचेका व्यक्तिहरू छौँ, तर कतिचोटि हामीलाई यस्तो लाग्छ साँच्चै म जस्तो कमजोर मान्छे कोही छैन, म जस्तो दुर्बल मान्छे कोही छैन, अनि म परिस्थितिमाथि किन म विजय हुन सक्दैन। कतिचोटि हामीलाई यो लाग्छ। अनि मलाई कसले मार्ग देखाउला है। हुनसक्छ तपाईँले जुन काम योजना गर्नुभएको छ त्यो योजना गर्न तपाईँ अन्योलमा पर्नु भएको छ, त्यो योजना भने जस्तो भइराखेको छैन। तर वास्तवमा परमेश्वरमा हरेक कुरा सम्भव छ। यदि तपाईँको जीवनमा तपाईँ अन्योल हुनुहुन्छ, तपाईँले बाटो देख्नु भएको छैन, मेरो भविष्य के हुने होला, म कसो गर्ने होला, अनि मेरो जीवनमा के आइपर्ने होला भन्ने कुराले तपाईँ र हामीलाई तनाव बनाउँछ। यदि यस्तो परिस्थितिमा हुनुहुन्छ भनेदेखिलाई हाम्रो पुकार गर्ने,
हामीलाई एउटा पुकार्ने ठाउँ, हामीलाई हाम्रो एउटा आवाज सुनिदिने व्यक्ति, एउटा हामीलाई असल मार्ग देखाउने व्यक्ति एकजना हुनुहुन्छ। उहाँ चाहिँ प्रभु येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ। जब तपाईले परमेश्वरसँग दिनहुँ प्रार्थनामा तपाईको योजनाको निम्ति प्रार्थना गर्नुहुन्छ भनेदेखिलाई परमेश्वरले साँच्चै नै तपाईलाई र तपाईको जीवन र आउने कुराहरू परमेश्वरलाई जब तपाईले सुम्पिनुहुन्छ, तपाईको चिन्ता चाहिँ परमेश्वर आफैले बोक्नुहुनेछ। हालेलुया। र परमेश्वरले तपाईलाई यस पृथ्वीमा गहिरा र रहस्यका कुराहरू प्रकट गर्नुहुनेछ। आत्मिक कुराहरू र तपाईले गर्ने योजनाका कुराहरू पनि परमेश्वरले तपाईलाई देखाइदिनुहुनेछ। प्रियहरू, यिर्मया 29:11 त्यही भन्दछ, जुन योजना मैले तिमीहरूको निम्ति बनाएको छु त्यो हानि नोक्सानीको निम्ति होइन, तर प्रगति र उन्नतिको निम्ति हुन् भनेर चाहिँ त्यहाँ लेखिएको छ। मेरो प्रियहरू, तपाईको जीवन अति बहुमूल्य छ परमेश्वरको सामु। अनि परमेश्वरले तपाईमा जुन योजना बनाउनु भएको छ त्यो चाहिँ हानि नोक्सानी गर्नको निम्ति होइन, तर तपाईलाई प्रगति र उन्नति होस् भन्ने परमेश्वर चाहनुहुन्छ। मेरो प्रियहरू, आजको वचन अनुसार तपाईँ यदि तनावमा चिन्तामा हुनुहुन्छ भने परमेश्वरसँग प्रार्थना गर्नुहोस्। यो तपाईँको चिन्ता होइन, यो चाहिँ परमेश्वरले तपाईँको चिन्तालाई बोक्नुहुनेछ। हालेलुया। सबै कुरा तपाईँले परमेश्वरलाई सुम्पिनुपर्छ। आमेन। अनि सबै वचनद्वारा परमेश्वरलाई महिमा होस् अनि यहाँहरूको सम्पूर्ण चिन्तालाई परमप्रभुले त्यो बोझलाई हल्का गरिदिनु भएको होस्। यहाँ सबैलाई प्रभुको आशीष होस्। आमेन। गॉड ब्लेस यू।